नमस्कार आदरणीय साथीहरू, मेरा भिडियो हेर्ने सम्पूर्ण भ्युजहरू र तमाम देश तथा विदेशमा बसेर मेरो यो च्यानललाई लाइक, कमेन्ट र सब्सक्राइब गर्नुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदीबहिनी र सम्पूर्ण साथीहरूमा नमन गर्न चाहन्छु। आज म तपाईहरुलाई एक प्रकारको यो जुनारमा लाग्ने रोग र त्यसबाट भएको क्षति र किसानले कति क्षति बेहोर्नु परेको छ हेर्नुस्। तपाईले देख्दै हुनुहुन्छ यो भुइँभरि यति बेला पहेँला खालका जुनारका दानाहरू भुइँभरि छन्। रुखमा लगभग सकिन थालिसकेका छन्। भुइँमा भद्रको तरिकाले चाहिँ दाना दिँदाखेरि कसको मन हुँदैन र यो भुइँमा कुनै मान्छेले झारेर राखेको दाना होइन। यो त केवल यो जुनारमा लाग्ने एक प्रकारको सुँडे पुतलीबाट चुसेर त्यहाँभित्र अंशा किरा पारिदिएपछि लगभग 7 दिनभित्रमा जुनारहरू सम्पूर्ण जुनारहरू भुइँमा झर्छन् र ती झरेका जुनारहरूको एक साइडमा किरा परिसकेको हुन्छ र अर्को साइड चाहिँ राम्रै हुन्छ। र किरा परिसकेपछि जब भुइँमा झर्छ त्यसको लगभग 10 दिनभित्रमा यी सबै खिएर किरा अंशा परिसकेका हुन्छन्। तपाईँले देख्दै हुन्छ खुट्टामा मैला भएका। अहिले साँच्चै भने पाक्ने बेला अझै बसिएको छ र पहिला देख्नुभएका यी दाना जम्मै के भएका छन् भन्दा हिनमा किरा परिसकेको छ। त्यो एउटा सुँडे पुतली भन्ने बडा खतरा खालको खैरो जातको पुतली हुँदो रहेछ र यो पुतली बेलुका अथवा बिहानी पख आएर किसानहरूलाई उहाँले कस्तो सुविधा दिनुहुन्छ भने र भन्नुहुन्छ भने तपाईहरुका बोटमा सुँडे पुतली लागेपछि पुराना टालाहरू लानुस्, बोटमा धुवा लगाइदिनुस्, टर्चले तिनलाई देखाएर मार्नुस्, लामा लौरामा ती कपडाहरू बान्नुस् र आगो लगाइदिनुस्, धुवा लगाइदिनुस् र बगैँचामा उज्यालोको व्यवस्था गर्नुस् आदि भन्नुहुन्छ। अनि सक्खर हाल्नुस्, केही चाहिँ नि मालाथेनेहरू झोलमा मिसाएर छर्किनुस्। उहाँहरूको सल्लाह त्यही हो। त्यसरी यस्तो बगैँचामा सम्भव हुन्छ। यहाँहरूले पनि कल्पना गर्नुस् र यी प्राविधिकहरूले पनि कल्पना गर्नुस्। तपाईले प्रत्येक वर्ष कृषकलाई तालिम दिने, तपाईहरु तालिम सञ्चालन गर्नुहुन्छ। यसलाई नयाँ प्रविधि कसरी जोगाउन सकिन्छ सरकारलाई यो कुरा ज्ञान गराउनुस् न, जानकारी गराउनुस् कि किसानलाई आधी पैसा तिराएर नाइलोनको झुलेहरू प्रयोग गर्न सकिन्छ कि अलि महँगो परे पनि उहाँहरूलाई 2-4 वर्षको लागि चाहिँ त्यो सहज होस्। यो प्रविधिहरू ल्याउनुस् न तपाईहरुले। तपाईहरुको तालिम गोष्ठीहरूमा किसानहरूलाई बोलाउनुहुन्छ, सोझा किसानहरूले यसबारेमा थाहा हुँदैन। हेर्नुस् त भुइँभरि झरेका र उहाँहरूलाई बिना खालको फाइदा नहुने खालको गोष्ठी गर्नुहुन्छ, कफ चुट्नुहुन्छ र पठाउनुहुन्छ। यही हो किसानहरूलाई दिएको तपाईहरुले। प्रोटिन बेड सडेपछि तपाईहरुको काम सकियो नि। त्यसरी भएन। किसानहरूको सम्पूर्ण बारीहरू नष्ट भएको छ, बगैँचाहरू नष्ट भएको छ। बोटमा भएका चाहिँ बिरुवा भनौँ न बगैँचामा भएका चाहिँ दानाहरू भुइँभरि छन् जो कि न काम लाग्ने अवस्थामा छन् र अब भएका पनि ती झर्ने अवस्थामा छन्। तपाईहरुले यस सम्बन्धी कुनै ज्ञान दिनु भएन। म सम्पूर्ण कृषक दाजुभाइलाई यस खालका कुरा उठाउनुस्, हामीलाई नयाँ प्रविधिको व्यवस्था गर्नुस्। हामी आधी पैसा हाल्छौँ, तपाईहरुले त्यो झुल नेटहरूको व्यवस्था छ भने त्यो पनि गर्नुस् भन्ने कुराहरू पनि तपाईहरुले गर्नुस् र आउँदा दिनहरूमा यो कामको लागि सम्बन्धित क्षेत्रले ध्यान दियोस् भन्न चाहिँ म कुनै रिस र आवेशमा आएर यो कुरा गरिरहेको छैन। यथार्थ कुरा तपाईहरुले भुइँभरि भएका जुनारहरूको बारेमा देखाइरहेको छु। रुखैभरि सबै किरा लागेर झर्न लागेको बारेमा देखाइरहेको छु। यो सम्पूर्ण किसानको वेदना हो। आउँदा दिनहरूमा यो सम्बन्धित क्षेत्रले ध्यान दियोस् पनि भन्न चाहे र सम्पूर्ण मेरा आदरणीय भ्युअर्सहरू र भिडियो हेर्नेहरूमा पनि अनुरोध गरे यो भिडियो कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रियाको साथै भिडियोलाई लाइक, कमेन्ट, सब्स्क्राइब गर्न नभुल्नुहोला। नमस्कार।